मिनासान कोनिचिवा म हजुरहरूलाई जेएफटी इक्जाम दिइसकेपछि जेएफटीको स्कोर कसरी हेर्ने भन्ने बारे सिकाउन गइरहेको छु। यदि हजुरहरू पनि जेएफटी इक्जाम दिनुभएको छ भने जेएफटीको स्कोर हेर्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो अन्तसम्म हेर्नुहोला। र जेएफटी इक्जाम दिइसकेपछि हामीले जहिले पनि दिएको दिनको बेलुका हाम्रो 10 बजेपछि चाहिँ जेएफटीको स्कोर चाहिँ हेर्न मिल्छ, त्योभन्दा अगाडि चाहिँ हेर्न मिल्दैन। र यसको लागि चाहिँ हामी सुरुमा गुगल क्रोममा जानु पऱ्यो र यसपछि चाहिँ हजुरले JFT.नेपाल भनेर सर्च गर्नु होला। यसपछि हजुरको चाहिँ यो लिङ्कमा जानु होला, फर्स्टको लिङ्कमा स्क्रोल गर्नुहोस्, लगइन एन्ड रिजर्भेसनमा। यसपछि लगइन एन्ड रिजर्भेसन गइसकेपछि यसमा आफ्नो प्राइमेरी गाडी चाहिँ हान्नु होला। यसमा यसपछि यसमा पासपोर्ट, र यसपछि लगइन गर्नुहोस्। र यसपछि हजुरले यसमा चाहिँ स्कोर चाहिँ यो डिस्प्लेमा है, यसमा चाहिँ हामीले हेर्न मिल्छ स्कोर। यसमा क्लिक गर्नु होला र यसरी हामीले स्कोरहरू चाहिँ हेर्न सकिन्छ है। यसमा चाहिँ यसरी कुनमा कति पर्सेन्ट आयो, हाम्रो स्क्रिनमा भोकाबुलरीमा कति आयो, कन्भर्सेसनमा कति आयो, लिस्टिङमा कति आयो, यसरी हामीले हेर्न सकिन्छ। हस् त, धन्यवाद।